आउनुहोस् है चाउचाउको चोक्टा छ है चाउचाउको चोक्टा अघि पुग्दैन भनेर झोल मात्रै दियो नि गोल 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 तेरीका जुत्ता उड्यो But I'm just so afraid that I'll be wrong. I can't try my way. Oh, it's such a shame. Hello, good morning everyone. Welcome back to my channel. हामी चाहिँ चर्च जान लागेको यहाँ आन्टीहरु पनि जान लाग्नु भएको छ उहाँहरु चाहिँ स्कुल उसको डान्स कम्पिटिसन छ आज फेरि उ मेन डान्सर त्यही भएर उलाई आन्टीले छोड्दिनु हुन्छ बाइ अनि हामी पनि अब जान लागेको यहाँ छ विजय योङहाङ हेर हामी जाने छौं एकैचोटी गएर भेट्छौं हामी आइपुगिसकेको छौं अब हाम्रो युथ हुन्छ अनि हाम्रो सेवा हुन्छ त्यसपछि आज पनि हामी बाहिर जान्छौं हामी चाहिँ अब जान लागेको छौं आशाको घर मण्डली अनि त्यहाँको युथहरुसँग आज हामी भेट्ने छौं आज चाहिँ हाम्रो इन्ट्रोडक्टरी सेसन हुन्छ युथहरुसँग त्यो चर्चको युथ र हाम्रो चर्चको युथको इन्ट्रोडक्टरी सेसन मात्रै हो अनि हामी भेटघाट गर्ने छौं सेवा गर्ने छौं अनि त्यसपछि हामी फुटसल पनि खेल्ने छौं स्टे ट्युन गाइस ल समीर दाजु हेलो जय मसी सबैजनालाई जय मसी हामी कहाँ जाँदैछौँ हामी उता भैँसीपाटी खोकना संगतिमा है हजुर भेटघाट प्लस फुटसल र यो ज्योति बहिनीको च्यानल चाहिँ सबैजनाले सब्स्क्राइब हो अरु कुरा नसुने पनि यो कुरा चाहिँ सुन्नु है भनेर भन्नु रे क्या समीर दाजुले यस्तो गोल लाउनु हुन्छ हैन अनि तपाईं हजुरहरुले सब्स्क्राइब नगरेर हुन्छ त हैन एकदम उहाँको गोल देखेर ल हेर्नु है फेरि फोटो खिच्दिनु रे विजयको ल चेयर ल्यायो अरे आएको छ हैन अन्त म त किन बोकेर ल्यायो भनेको यहाँ फोटो खिच्नलाई रे है ल ठीक छ लु फोटो खिच्नु तयारी हुँदैछ है अहिले चाहिँ बाइक चलाउने त्यो लाएर खिच्ने कि म पछाडी हेलो हेलो र अब सेफ जर्नी धन्यवाद कहिले छ हजुरको फर्स्ट डे है ल राम्रोसँग राम्रोसँग 11:30 बजे छ हाम्रो फेलोशिप 8 देखि 9 बजे हुन्छ 9 बजे पछि आउँदा हुन्छ हस् ल राम्रोसँग जानु होला गॉड ब्लेस यु दाइ ह विवाह त साथै हामी यता पो हुन्छौँ त अनि ल बुझाउनु जाँदा भयो त यसरी फोटो खिच्नु पर्छ त्यहाँ खिचेको उला चित्त नबुझेर यता अर्को मान्छे घर उता पर खिच्दा चाहिँ के भयो भने उसको कपाल आएन रे ब्याकग्राउन्डले हेयर स्टाइलहरु आज उसको मेन त्यही भएर त्यो हेयर स्टाइल देखिनलाई आज यहाँ फोटो खिच्नु पर्छ ल यति धेरै फोटो खिचे एंगल मिलाएर लास्टमा आएर उलाई अलिकति चित्तै बुझेन रे चित्त बुझेन हैन चित्त बुझेन रे त्यस्तो फोटो पनि चित्त नबुझाउनु म कस्तो फोटो खिचिदिए म देखाउँछु है हेर्नु है त लिचीको हो बिरुवा हैन बाजे लिचीको बिरुवा हो यत्रो बनाइसक्नु भएको छ यसलाई कसरी गर्नु हुने रे गमलामै यो हेरे भएन कसरी यसलाई चाहिँ गमलामै गर्नु हुने रे गमलामै यो कटिङहरु गरेर के गरेर कलमी गरेर गमलामै उ गर्छ रे हैन फल्छ रे क्या ग्रेडिङ ट्रिमिङ के हैन त्यस्तो गरेर आयो लास्टमा कोही नभएर बिचारा यहाँनिर हाम्रो म्याक्स बाजेलाई खिच्नु लाउँदैछ यसले फोटो चित्त बुझाउँदैन पनि बाजे ल यो म्याक्स क्याफे ल्याएको देखाइदिनु ल यो म्याक्स क्याफे एन्ड रेस्टुरेन्ट यो चाहिँ नकीपोटमा रहेको छ हाम्रो ठ्याक्कै छिमेकी टोल साम्पाङ चोकमा हजुरहरु आउनु सक्नुहुन्छ यतै ललितपुरमै बस्नुहुन्छ भने प्लिज म्याक्स क्याफेमा आउनु होला बस्नु होला खानु होला कफी पिउनु होला धेरै खानु होला आउनु होला है त ल हामी लागिसकेको छौं आज भक्ति मामा हुनुहुन्छ हेलो जय मसी हेलो सबै के युट्युबमा यो आउँथ्यो नि त यो भिडियोमा यो हेलमेट नलगाएको आउँथ्यो नि त हैन आज त्यही भएर हेलमेट मात्रै यहाँ क्याप पनि लाग्छ हो सुन्नु भयो हैन
हेलमेट नलगाएको भिडियो आउँथ्यो नि त आज चाहिँ उहाँले चाहिँ हेलमेट पनि लाउनु भएको छ क्याप पनि लाउनु भएको छ हामीले यो अवस्थामा चाहिँ सहयोग गर्नलाई लायक बनाउनुहुन्न भन्ने हो क्या अहिले नै हामीले गर्न सक्ने क्षमता परमेश्वरले दिन सक्नुहुन्न कि हाम्रो बुद्धि हामीले सबै कुरा जान्न सकेपछि मात्रै हामी सबै कुरा सम्पन्न भइसके मात्रै पछि मात्रै हामी कसैलाई सहयोग गर्न सक्ने सेवाकै गर्न सक्ने हो त भन्ने क्वेसन हाम्रो अगाडि छ हामी युथ क्रिस्चियन युथ भन्दै गर्दाखेरि होइन हामी क्रिस्चियन युथ अनि प्रेरितको पुस्तकमा हेर्दाखेरि जस्तो अवस्था आफूले त्यो सेवाकै गरे जस्तो अवस्थामा पनि भेटीहरू दिए होइन त्यहाँनिर हामी थुप्रै कुराहरू देख्छौँ त्यो भनेको हाम्रो बल वयस अनि हाम्रो बुद्धिहरूभन्दा पनि परमेश्वर महान हुनुहुन्छ यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब हजुरहरू पनि हुनुभयो अब चाहिँ हामी चाहिँ हाम्रो मण्डलीको मात्र मेरो मण्डली होइन तर चाहिँ अब हाम्रो मण्डली हाम्रो जवान समिति भनेकोमा चाहिँ प्र्याक्टिस गर्दै हामी प्रभुको राज्यको निम्ति हामी अगाडि बढ्दैछौँ सेवा सकिसकेको छ अब हामी खाजा खान लागिरहेको छौँ यहाँ देख्न सक्नुहुन्छ हामी खाजा खान लागेको मामा हुनुहुन्छ यो आजको बारेमा केही थोरै भनिदिनु न आजको यो विशेष सङ्गति हाम्रो हाउस अफ होप चर्च र ज्योति चर्च काठमाडौँको विशेष युवा सङ्गति भएको थियो र आजदेखि हामी निरन्तर यसलाई गर्नेछौँ अर्को हप्तादेखि तपाईँहरूले जोडिन सक्नुहुनेछ यसको उद्देश्य हामी एकअर्कामा अघि बढ्ने सिक्ने विभिन्न स्किलहरू विकास गर्ने अनि हामी सँगै अघि बढ्ने उद्देश्यका साथ हामी अघि बढेका छौँ र तपाईँ पनि जोडिन सक्नुहुन्छ यो विशेष सङ्गतिमा र हामी रमाइलो यता हाम्रो साथीहरू भर्खर सङ्गति सकेर खाजा खाँदै हुनुहुन्छ हामी खेलहरू खेल्नेछौँ अनि हामी विभिन्न क्विजेसहरू गर्नेछौँ आराधना गर्नेछौँ नयाँ गीतहरू सिक्नेछौँ हामी कम्प्युटर स्किल्सहरू सिक्नेछौँ अनि नयाँ नयाँ कार्यक्रम हाम्रो अगाडि छँदैछ त्यसैले तपाईँलाई पनि यो हाम्रो विशेष सङ्गतिमा जोडिनको निम्ति हामी हार्दिक अनुरोध गर्दछौँ धन्यवाद थ्याङ्क यू चाउचाउको चोक्टा छ है चाउचाउको चोक्टा अघि पुग्दैन भनेर झोल मात्रै दिएर चाउचाउको चोक्टा छ अरे ल चाउचाउको चोक्टा यता हाम्रो पास्टरमा हुनुहुन्छ जय मसी हुन्छ पास्टरमा थोरै हुन्छ हाम्रो आज यस ज्योति मण्डली अनि हाम्रो हाउस अफ चर्चको यो जवानहरूलाई सँगै भेला गराएर उहाँहरू एकअर्काले अर्कालाई चिन्दै प्रभुमा पाएको आशिषहरू बाँडेर प्रभुमा बढ्नको लागि यो माहौल बनाएको जस उहाँहरू इन्जोय गरिराख्नु भएको छ अनि आशा छ आउने समयमा यो सङ्गति अझै राम्रोसँगले बढ्दै वृद्धि हुँदै प्रभुको महिमा हुने काम हुनेछ भनेर धन्यवाद हुनुहुन्छ हाम्रो ज्योति चर्च काठमाडौँको युथ लिडर मिस्टर विजय योङहाङ यो केही छोटो समय उहाँलाई जय मसी सबैजनालाई कता घुमेर हामीले चाहिँ हाउस अफ होप चर्चसँग चाहिँ हामी ज्योति मण्डलीले हामीले कोल्याब गरेर हामीले सँगै फेलोसिप गर्ने हामीले र विभिन्न खालको प्रोग्रामहरू हामीले सञ्चालन गर्ने निर्णय गरेका छौँ र आजदेखि हामीले ती कुराहरूलाई सुरु गरेका छौँ र तपाईँहरू पनि हामीसँग जोडिन सक्नुहुन्छ हामीसँग विभिन्न प्रोग्रामहरू छ जस्तै फुटसल अनि हाइकिङदेखि लिएर हामी विभिन्न क्रिस्चियन कन्सर्टहरू गाउने कुराहरू सिक्ने कुराहरू म्युजिकल इन्स्ट्रुमेन्टहरू सबै धेरै कुराहरू छ र तपाईँहरू पनि जोइन हुन चाहनुहुन्छ भने तपाईँहरू हामीसँग जोइन हुन सक्नुहुन्छ हामीसँग प्रोफेसनल पियानो टिचरहरू म्युजिक टिचरहरू हुनुहुन्छ थ्याङ्क यू वेलकम जयमसी हामी आशाको घर मण्डलीमा छौँ अनि हामी ज्योति मण्डलीबाट हामी युथहरू कम्बाइन सँगै भएर आज सङ्गति गर्न पाएका छौँ र अब एकछिन पछाडि हामी फुटसल खेल्न जाँदैछौँ अनि यो वर्षदेखि हामी सँगै जवान सङ्गति सँगै भएर हामी अगाडि बढाउँदैछौँ अनि हामी सँगै रहेर विभिन्न क्रियाकलापहरू विभिन्न कार्यक्रमहरू हामीले गर्ने जमर्को गरेका छौँ जस्तै कम्बाइन फेलोसिप अनि फुटसलको कुराहरू अनि विभिन्न म्युजिक सिक्ने कुराहरू म्युजिक सिकाउने कुराहरूदेखि लिएर अनि विभिन्न क्रियाकलापहरू स्किलका कुराहरू पकाउने खाने पकाउने यस्ता स्किलका कुराहरूदेखि लिएर कम्प्युटरका नलेजहरू यी सबै कुराहरू चाहिँ हामी सँगै रहेर सिक्दैछौँ गर्दैछौँ अनि यसबाट हामी आफै पनि सिक्नेछौँ र परमेश्वरको पनि महिमा गर्नेछौँ र अब हामी जाँदैछौँ खाजा खान अनि खाजा खाँदै हामी फुटसल खेल्न जानेछौँ धन्यवाद धन्यवाद आज चाहिँ हामी हाम्रो अर्को चर्चबाट पनि जवानहरू आउनुभएको छ र हामी सँगै एकअर्कालाई चिन्दैछौँ र आजको मेन भनेको चाहिँ हामी फुटसल खेलेर एकअर्कालाई अझै गहिरो रूपमा चिन्दैछौँ सो त्यति नै हो त्यसैको आज
हामी खाजा खाँदैछौँ। थ्याङ्क यू। आजको चाहिँ फुटसल पनि कम्बाइन छ। आजदेखि चाहिँ कम्बाइन नै हुन्छ हाम्रो फुटसल फेलोसिपहरू। आजको फुटसल म्याच हेर्नु होला कुन टिमले जित्नुहुन्छ आज पनि फेरि। कति गोल लाउने सोच्दैछ ल लगभग रे यो चाहिँ नि साह्रै गलत बोला छ साह्रै गलत कसले बिग्रिन्छ है। हेलो रोसिका से हाई। उहाँहरू चाहिँ यहाँ हेर्नु ल ल ठिक छ है। गड ब्लेस यु सिस्टर्स गड ब्लेस यु। हामी चाहिँ अब यहाँनिरबाट गाडी चढेर नक्कुसम्म जान्छौँ। आज चाहिँ यता नजिकैको फुटसलमा नमिलेको भएर अलि थोरै टाढा छ तर पनि केही छैन। वी आर इन्जोइङ इट। अनि हामी यहाँ नपाएको भएर चाहिँ हामी गाडीमा जान्छौँ नक्कुसम्म अनि त्यहाँदेखि फुटसल जान्छौँ। ल हाम्रो हिँड्दै हुनुहुन्छ टोलीहरू भन्नु कि के भन्नु होइन इक्सा। हेलो अब दादा दादा ओ दादा भाइहरू चाहिँ टिकी खेल्दै हुनुहुन्छ। अनि यस्तो छ है बिचरा है यो राखेर टेबलमा हाम्रो म्याच स्टार्ट हुन लागेको छ। सबैजना प्लेयरहरू आइसक्नु भएको छ। फर्स्ट म्याच चाहिँ सकेको छ। फर्स्ट 15 मिनटको म्याच सकेको छ। अब हाम्रो अर्को म्याच स्टार्ट भइसकेको छ ठुलोहरूको म्याच। हेरौँ है आज कसले जित्छ भन्नु रे। आज पनि नो कलर आज कलर छैन। अस्मी उसले गोल लगाएको छ आज जुन चाहिँ क्याप्चर चाहिँ हुन सकेन होइन है क्याप्चर चाहिँ हुन सकेन तर उसले चाहिँ एक गोल लाउनु भएको छ है। 2 सेकेन्डमा एउटा गोल लाग्यो होइन तर यो काउन्ट भयो कि भएन थाहा छैन। काउन्ट भयो ल ठिक छ है। 2 सेकेन्डमा एउटा गोल। आज ऊ रेफ्री आज किपर छैन। अहिले चाहिँ 2-1 भएको छ। काउन्ट 2-1 1-2 है। ओके गरिराख्नुपर्छ कि भिडियो त्यसको लागि म गरिराख्छु। कति बेला गोल आउँछ थाहा नै हुँदैन नि त कि। ल 2-2 भएको छ है। अहिले भर्खर यतापट्टि मजा भयो। अब पछि रमाइलो भयो ल। इक्वल हुँदा मजा हुन्छ नि त कि। कस्तो अरे अहिलेसम्म 2-2 भइरहेछ। एकदम इन्ट्रेस्टिङ गेम भइरहेको छ। त्यसैले किन 5 सेकेन्ड त त्यसो गर्दै जान्छ नि। सिसिले गोल झन्डैले छानामाथि गएर मात्रै नभई गोल लाग्ने। कर्नरमा अहिले चाहिँ कर्नरमा गयो।
किन अब हाम्रो टिम चेन्ज हुन्छ अब अर्को टिमको म्याच हुन्छ यो टिमको चाहिँ 2-3 भएको छ टिम नै चेन्ज त होइन मेम्बरहरू 1-2 जना चेन्ज हुन्छ है अब चाहिँ दामी 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 अलिकतिले माथि उड्यो रमाइलो भइरहेछ है तर आज धेरै प्लेयरहरू लडेकै हुनुहुन्छ उल्टो हान्दिरहेको आउट गयो है आउट कि गोल आउट के रे वर्षा आज त म सबै टिम होला किन दुइटै भन न वर्षा किनभने गोल लागेन आम्मो सेसेले दामी सेभ गर्यो यार सुन न वर्षा किन आज म कुनै टिम होइन भने कुन टिम कताको प्लेयर हो त्यो नै थाहा छैन क्या प्लेयर कुन हो त्यो नै अहिलेसम्म थाहा भएको छैन त्यही भएर सेसे गुड नाइस है नाइस किपरको ल यस के हो यो के भन्ने गोल लाग्यो होइन का कति गोल लागिसक्यो फेरि यो नयाँ मेम्बर चेन्ज भएदेखि चाहिँ 1 गोल भयो है हाम्रो चाहिँ 10 मिनट्स 15 मिनट्समा चेन्ज भइरहेको छ धेरै पनि छौँ त्यही भएर ल नाइस हाम्रो किपर कस्तो ल ठिक छ ल चेरिसा किन बदल्दै फाल्नु भएको के हो ल यस 2-0 यो कति हाम्रो यो थर्ड म्याच हो फर्स्टको गर्ल्सहरूको सँगको म्याचसँग गरेर यो थर्ड म्याच हो है यहाँनिर 2-0 भयो सेकेन्ड म्याचमा 2-3 भएको थियो यहाँनिर 2-0 भइरहेको छ अब कति हेरौँ कतिमा एन्ड हुन्छ टाइम हेर्दै हुनुहुन्छ हाम्रो रेफ्रीले आजको रेफ्री चाहिँ उहाँ हुनुहुन्छ विजय देख्नु भएन फोटो खिच भनेको सुन्नुभयो नि ल मैले धेरै कुरा एक्सप्लेन गर्नु पर्दैन अस्तिको भ्लगहरूमा पनि हेरिसक्नुभयो फेरि यहाँनिर टिम चेन्ज हुँदैछ है यो म्याच सकिसक्यो 2-0 पनि सक्यो यो कि कति भयो हौ कि कति पो भयो ल यादै भएन होइन अब फेरि नेक्स्ट को हो सेन्टरबाट गोल लाउने चाहिँ खै जुत्ता देखाउनु खतरा छ ए सधैँ राम्रो 2 सेकेन्डमा गोल लाउने अनि सुरुमै ल फेरि यो नेक्स्ट म्याच पनि स्टार्ट भइसकेको छ अब हेरौँ यहाँ कति हुन्छ हेरौँ आउट गयो अलि कतिले ल ठिक छ नाइस ए गोल लाग्यो है गोल लाग्यो ल 1-0 भइरहेछ है फुटबल खेलिसक्यो अब घर जानु आँटेको गर्मी भयो रमाइलो भयो सुन्नु न प्रिभियस भ्लगमा 7 गोल एकै लाउँछु भन्नुभएको थियो लायो कि लाएन अघि लाएको थियो सोचाइमा पर्दै हुनुहुन्छ ल अघि अलिकति धेरैजना खेलाडी भयो चेन्ज गर्नुपर्ने भएर गोल लाउनु आँट्दाखेरि फेरि मलाई हाम्रो कोचले निकाल्नु भयो त्यस कारणले अब अर्को हप्ता फेरि ल नेक्स्टमा कन्टिन्यू नेक्स्ट म्याचको सँग काउन्ट गरेर जोड्दा चाहिँ पुग्छ है त 7 गोल ल जानु लाग्नु ल बाई बाई डिफेन्सले यतैबाट गोल लाउँछु भन्छ कि क्या हो गोल कति भयो 2-0 भयो होला ठिक छ
तर सिसी त डिफेन्स जस्तो लाग्यो फेरि कसरी उता पुग्यो फेरि गोल लाग्यो ल इजी 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 गोल लाग्यो फेरि है त ल ठिक छ रमाइलो भइरहेछ एकदमै होइन यो ठिक छ भन्ने बानी भएछ हौ मेरो च्याके भएको ठिक छ कि ठिक छ भन्ने बानी भएछ होइन अब म यसलाई कन्ट्रोल गर्छु ल कम भन्नलाई गोल 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 तेरिका जुत्ता उड्यो सुज नै उड्यो बिचरा उसको एकदमै स्टाइलिस सुज छ नि त शिशिरको अनि त्यो धेरै स्टाइलिस भएको भएर चाहिँ त्यस्तो भएको हो है उसको लेस छैन नि त लेस नभएको वाला हो नि त सुज नाइस क्याच ल त्यो यस्तो छ क्या जुत्ता यसको चाहिँ लेस छैन नि त अनि फुस्किरहेछ बिचरा आज 2 चोटि फुस्किसक्यो ल गोल यस ल फेरि गोल लागिसकेको छ ओइ कस्तो मजाले घाम झुल्क्यो है मतलब अब यो टक्क घाम टल्केको देखेनौ ग्राउन्डमा भर्खरै दिउँसो हो तर झुल्क्यो त भन्नु भनिँदैन जे झुल्क्यो नै फेरि फेरि गोल पानी पर्न थाल्यो है टेल्बिन अलिकतिले अहिले चाहिँ पानी पर्नु थाल्यो अब म्याचको टाइम पनि सकिनु लाग्यो पानी पनि पर्न थाल्यो फेरि फर्किने बेलामा ल सङ्गीत छिरेको कि फेरि सङ्गीत पनि बसेको के ल ल ल ल ल ल के हो अलिकतिले ल लडी गर्नुभएको सङ्घर्षमा पनि एकदमै दुःखद खबर कि उहाँको त्यो गोल पोस्टभित्र जान सकेन दिस साइड ल स्मल प्लेयरहरू पनि हुनुहुन्छ ल जोसुवा र सङ्गीत ल के हो यो ल गोल लागिरा ठिक छ है ए ल जोसुवा यस नाइस शट यस अरे ओ ल अरे ल नाइस ल ठिक छ है अहिले पो बल्ल इन्ट्रेस्ट यस अलिकतिले ल ल नेमार त फेरि लड्यो ल म्याच सकेको छ आजको म्याच पनि एकदमै धेरै इन्ट्रेस्टिङ भयो हजुरले देखिसक्नु भयो होला किपरलाई चाहिँ म्यान अफ द म्याच भन्नु मिल्छ कि मिल्दैन मिल्छ ल ऊ है ल आजको भन्नु नमिल्ने सबैले राम्रो खेल्नु तर उसले एकदमै राम्रो किपिङ गरेको आज है होइन सेसे होइन हो ल हेर अघि त पुरा यस्तो गर्दै थियो त नि ल अब हामी जान्छौँ हामी फर्किन्छौँ पानी ठिक्क रह्यो अघि हल्का पर्नु खोजिरहेको थियो अहिले पानी रह्यो अब हामी जान्छौँ नो ल उसले चाहिँ मुभ लाउँदैछ है मुभ लाएर मुभ अन हुनु पर्छ मुभ लाएर मुभ अन हुनु खोज्दैछौ तिमी अरे हो त नि है ल यता चाहिँ फेरि रोसिका चाहिँ आज यहीँ बसेर इन्जोय गर्यो होइन उसले आऊ भन्दा पनि आएन किन नआएको
होइन आज उसको अलिकति उसलाई सन्चो छैन, उसलाई टाउको पनि दुखिरहेको छ, त्यही भएर शिशिर 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 अनि गोल त माथि जुत्ता त माथि माथि उड्दैछ त आज त उडेको भिडियो भएन नि फर्स्टको त जुत्ता उड्दैछ त अनि गोलको साटोमा होइन यो कस्तो जुत्ता भएर उडेको अनि लेस चाहिँ छैन, लेस नभएको अनि उडिहाल्छ नि होइन र। हामी चाहिँ फर्किँदैछौँ, यहाँ नखुसम्म हामी हिँड्दै जान्छौँ, यहाँभित्र थोरै नखुदेखि थोरै भित्र हो, हामी हिँड्दै जान्छौँ। यो यस्तो मिठो लाग्छ मलाई, हजुरहरूलाई कतिको मनपर्छ 2 PM को हो यो। मलाई चाहिँ स्क्याम चाहिँ के भने 20 रुपिसको किनेको यति के कतिवटा थियो अनि 50 रुपियाँ कि किनेर खानु फाइदा रहेछ 20 रुपियाँ भन्दा चाहिँ थोरै हुँदो रहेछ 20 मा। यसमा चाहिँ त्यो कस्तो भन्नु मलाई साह्रै मनपर्छ कि, हजुरहरूलाई कतिको मनपर्छ कमेन्ट गर्नु होला। भरे कमेन्ट गर्ने चाहिँ कोही हुँदैन नै होइन क्रिसमस। ठिकै छ। तैँले चाहिँ के खाएको होइन, मतलब के छ हातमा? यत्रो हिँडिसक्यौँ होइन, अहिले आएर बाटो नै बिर्स्यो, मतलब रङ वे आइसक्यो भने ए रङ वे भन्छ क्या फेरि विजयले। बाटो देखाउने विजय भनेर विजय र एल्बिनलाई हामीले पछ्याएको, फेरि रङ भयो अरे यो बाटो, लामो बाटो चाहिँ आयो अरे त्यही माथि होइन। आज मैले फेरि हिल्स लगाएको छु क्या, ल हेरि पनि हाल्नु न। अनि यस्तो दुख्छ नि त होइन हिल्स लगाएपछि। ल ल उहाँहरू है बाटो देखाउने चाहिँ हामी यहाँनिर धेरै हामीलाई थाहा छैन नि त यताभित्र चाहिँ, अब किनभने अब मेन रोड त अब यहाँ थाहा हुन्छ, यताभित्रको चाहिँ खासै याद पनि हुँदैन, थाहा हुँदैन होइन, आएको भन्दैन। आज फर्स्ट टाइम हिँडिरहेको छु म यहाँभित्र। कुन बाटो हो यहाँ एकछिन अलमल भएर ढिलो भयो हामीलाई, ढिलो त होइन धेरै हिँड्न पर्यो, खुट्टा यस्तो दुखिसक्यो हिल्सले हिँड्दा हिँड्दा। अब यस्तो यो प्रब्लम चाहिँ गर्ल्सहरूले रिलेट गर्न सक्नुहुन्छ क्या, कस्तो गाह्रो हुन्छ भने हिल्स लगाएको बेला हिँड्दाखेरि। र बानी हुँदा त ठिकै हो, अब मलाई त्यस्तो युज टु छैन नि त, मैले धेरै ग्याप पछि धेरै टाइमको बादमा लगाएको यो हिल्स। कस्तो खुट्टा दुख्यो साँच्ची भने। के हुँदैन अरे। अहिले चाहिँ हामी कुन बाटो जाने भनेर एकछिन 5 मिनट हाम्रो डिस्कसन भयो होइन। यहीँबाट रत्नबागसम्म जाने कि रत्नबागबाट त्यहाँबाट जाने कि बरु यहाँ एकान्त कुनासम्म हिँड्ने कि 10 मिनट 5 मिनट अनि प्लान भयो। अनि हामी अहिले एकान्त कुनाबाट जाने, एकान्त कुनासम्म हिँड्ने बरु, अनि त्यहाँदेखि गाडीमा जाने। किन भन्दाखेरि चाहिँ यहाँबाट रत्नपार्कको गाडीमा गयो भने सुन्दारामा रोक्दैन क्या, अगाडि रोक्दैन, पर रत्नपार्कभित्रै रोक्छ। फेरि त्यहाँ गएपछि त्यहाँबाट झन् धेरै हिँड्नुपर्छ, हामी कि त जमलसम्म जानु पऱ्यो कि यता आउनु पऱ्यो, धेरै हिँड्नुपर्छ। अनि त्यही भएको भएर हामी एकान्त कुनासम्म बरु अहिले नै हिँड्ने, अनि त्यहाँबाट बरु रिङ रोडको बाटो सरर घर। हामी चाबेल गोपीकृष्ण आइपुगेको छौँ। यहाँ आइपुग्दा 7:12 भइसक्यो, रात परिसक्यो, 7:12:15 7:15 भयो। अब हामी यहाँबाट पनि फेरि अर्को गाडी चढेर, धेरै टाइम लाग्दैन यहाँबाट, थोरै टाइममा हामी पुगिहाल्छ। 7:30 भयो हामी आइपुग्दाखेरि। अनि अब आज सबै थाकेको छौँ, हामी खाना खाँदैनौँ, खाना बनाउन पनि सक्दैन नि त, धेरै थाकेको छ। अनि अब यहाँ हाम्रो घरको नजिकै मिठो किमा नुडल्स पाउनु छ, हामी त्यही खाएर जान्छौँ घर। 1 घन्टा गाइस, 1 घन्टामा हाम्रो किमा नुडल्स आइपुगेको छ फाइनली। भोकले यस्तो गाह्रो भइसक्यो, भोकले हैरान भइसक्यो। किन के भयो भन्दाखेरि अघि हामी जुन पसलमा गएको थियौँ लिनलाई भनेर टाइम लाग्ने भयो क्या, आधा घन्टाभन्दा धेरै लाग्छ भन्नुभयो। अनि त्यही भएर हामी चाहिँ आयौँ, अनि विजयीहरूले चाहिँ ल्याउँछौँ भनेर उता बस्यौँ। हामी भोकले पर्खिँदा कुर्दा 1 घन्टाभन्दा बेसी भइसक्यो। अनि अहिले बल्ल आइपुग्यो, अब खाने गाह्रो भइसक्यो। खाएको पनि देखाउँछौँ ल।